सम्पूर्ण सूर्यवासी जनताहरू मलाई चिन्नुहुने नहुने सम्पूर्ण जसले भिडियो हेर्नुहुन्छ उहाँहरूलाई पनि मेरो तर्फबाट नमस्कार। मेरो नाम सुदीप प्रधान। म चाहिँ सूर्योदय नगरपालिका वडा नम्बर 12 को चाहिँ एउटा जनतै भनौँ, एउटा किसान जनता जे भने पनि तपाईँहरूलाई चाहिँ मैले यो किन देखाइरहेको छु भने यहाँ चाहिँ तिन गरेको फ्याक्ट कुरा चाहिँ के हो त हैन। फ्याक्ट के हो, म तपाईहरुलाई चाहिँ स्थलगत रिपोर्ट जस्तो हैन, म जे छ कुनै आग्रह पूर्वाग्रह नसादिकन जस्तो छ म त्यस्तै तपाईहरुलाई देखाउन गइरहेछु। तपाईको यो देखिराख्नु भएको यो सबै खाली जग्गाहरु, यो सबै घर एरियाहरु हो। यहाँ देख्न सक्नुहुन्छ। यहाँदेखि उँभो गयो भने माथि मूर्ति डाँडा पर्छ। त्यहाँ चाहिँ तपाईको पर्यटक स्थलको रूपमा विकास गर्न सकिन्छ, सम्भावना छ। तर यहाँ कसैको त्यस्तो नजर नपरेकोले गर्दा मात्रै हो। यो यता माथि चाहिँ भ्यू पोइन्टहरु बनाउन सकियो भने सूर्योदयहरु हेर्न सकिन्छ। अनि यो देख्नुहुन्छ है, हेर्नुस् है गाइस, यो अन्तिमसम्म हेर्नु होला। यो देख्नुहुन्छ, यो चाहिँ तीनघरे बजार। यो सबै निजी घरहरु हो। यहाँ देख्न सक्नुहुन्छ, हेर्नुस् है, फोन, खाली फोन। अब यहाँ बजारमा बसेर त्यही छ काम के, घाम ताप्ने बस्ने। हेर्नुस् है, बजारमा बसेको मान्छेले पेसा के हो त भन्दा खसी पाल्ने हैन, सुँगुर पाल्ने, कुखुरा पाल्ने हैन। विकल्पमा त ठिक छ, तर यहाँ चाहिँ अहिले प्रमुख आयको स्रोत नै त्यही छ के। अब अलिअलि जग्गा हुनेले खेती किसान गर्ने, थोरै हुनेले खसी पाल्ने, ताल परे गाई पाल्ने, यस्तो छ के समस्या। हेर्नुस्, यहाँ खाली तीन गरेमा तपाईले जग्गा छैन भन्नुहुन्छ, तर यहाँनेरि यो जग्गाहरुमा घर बनाउने सबै निजी जग्गा हो। यो आजभन्दा 8-9 वर्ष अगाडि नै तीन गरेको बजारको परिस्थितिले गर्दा यो सबै स्थगित छ के। पैसा नभएर होइन, फेरि पैसा नभएर होइन, पैसा भएको, तर यहाँको बजारको भविष्य नदेखेर हैन। सबै यहाँ घर बनाउने अहिले सबै झापातिर हैन, भिट्टा किनेर त्यता गएको छ। यहाँ देख्न सक्नुहुन्छ, यो प्रहरी चौकी। यहाँ 15 जना प्रहरी जवान सहितको दरबन्दी हो। यहाँ देख्न सक्नुहुन्छ, यो चौकीकै जग्गा, यही बजार समिति, यहाँको बुद्धिजीवी स्थानीय हैन समाजसेवीहरूले दुःख गरेर बनाएको। तपाईँ खानेपानी अफिस यहाँ माथि छ, मैले देखाउन बिर्सेछु। हेर्नुहोस् है, यहाँ तीन गरेको बासिन्दाहरू के चाहिँ बजारमा बसेर के गर्दैछ हेर्नुहोस्। प्रत्येक घरमा सटर छ। यो भिडियो लामो हुनसक्छ, तपाईहरुलाई चाहिँ तीन गरे बजार राम्रोसँग थाहा छ, पहिला कस्तो बजार लाग्थ्यो हैन। बजारको कति रिलेटेड आफन्तहरू पनि हुनसक्छ। पहिला हरकटेदेखि लिएर पशुपति, फाटक हैन, त्यताबाट पनि बजार भर्मन आउनुहुन्थ्यो। हेर्नुहोस् है, तीन गरेको अवस्था। यहाँ घर छ हैन, घर छ, सटर छ। सटर के छ, बन्दा। अब पहिला एउटा यो तीन गरेको संस्थाले एउटा दियोस् बजार टिकाएको थियो। यो दैनिक रूपमा 2250 लिटर हुन्थ्यो, अहिले त्यो पनि घटेर अहिले 250-300 हैन। अब यो पनि अब ढुकढुकी मात्रै बाँकी छ के।